दाइ मेरो एउटा साथी छ तपाईसँग मिल्न कति खोजिरहेको छ एकचोटि मिलिदिनु न है प्लिज प्लिज दाइ तपाईको सबै भिडियो पनि हेरेको छ फलो पनि गरेको छ प्लिज बोलाउँ र दाइ एकचोटि मिलिदिनु न प्लिज ए हो र ल भाइ बोलाउ न को रहेछ तिम्रो साथी म पनि मिल्छु नि बोलाउ न ल बोलाउँछु दाइ ओ सिम्पल दाइ बिग फ्यान म तपाईको ठुल फ्यान हो नि सिम्पल दाइ एकैछिन ग्रुपबाट नजानु न है भन भाइ भन म ग्रुपबाट जान्न तिम्रै साथीले भनेर चाहिँ म तिमीलाई बोलाउन लगाएको ल भन के काम छ भाइ दाइ म तपाईको ठुलो फ्यान हो नि टिकटकमा फलोज युट्युबमा सब्स्क्राइब गरेको छु नि ए हो र भाइ अनि भिडियो कस्तो लाग्छ सिम्पे दाइको मलाई त तपाईले प्र्याङ्क गरेको मन पर्छ दाइ ए हो र प्र्याङ्क गरेको भिडियो मनपर्छ तिमीलाई हजुर त्यसो भए कुनै दिन अब टाइम मिलेछ भने तिमीलाई पनि प्र्याङ्क गर्नु पर्ला ए दाइ मलाई त प्र्याङ्क नगर्नुलाई प्लिज के प्लिज ए भाइ मैले गर्दैन प्र्याङ्क जिस्काएको तिमीले मजाक मात्र गरेको कहाँ तिमीलाई गर्ने तिमीलाई त गर्दैन नि दाइ मलाई फ्रेन्डमा ल्याउनु न मसित कोही युट्युबर फ्रेन्ड छैन दाइ मसित कोही प्रो प्लेयर फ्रेन्ड छैन रिक्वेस्ट ल्याउनु न दाइ प्लिज के प्लिज अरे भाइ के म पोरो छु र म त नुब्डा हो र म पनि नुब्डा हो अनि म जस्तो नुब्डालाई फ्रेन्डमा लिन्छ हौ दाइ तपाईँ त प्रो प्लेयर हुनुहुन्छ आफूलाई किन नुब्डा भन्नुभएको प्लिज के दाइ मलाई फ्रेन्डमा ल्याउनु न प्लिज के दाइ प्लिज 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 नभन मेरा भाइ म सबैलाई फ्रेन्डमा ल्याइहाल्छु ढुक्क बस ल हेर त भाइ मैले तिमीलाई फ्रेन्डमा ल्याइसकेँ अब ओ दाइ